जिन्दगीमा पहिलोचोटि मेरो मम्मी कुनै रेस्टुरेन्टमा जानु भएको छ। सायद आजै होला मैले मेरो मम्मीलाई यति धेरै खुसी देखेँ। आजको मिनी ब्लग एकदमै एक्साइटिङ हुनेवाला छ, अन्तिमसम्म हेर्नु होला। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज त बिहानै म मम्मी र फिटे भाइ यसरी सँगै बसेर चिया र डोनट खाँदाखेरि त एकदमै मजा आइरहेको थियो। खाजा खाइसकेपछि सधैँ चाहिँ म लागि आफ्नो काम गर्न त र मैले जिन्दगीमा सोचेको थिएन कि कसैले हामीलाई यति ठुलो सरप्राइज दिनुहुन्छ भने। आज हाम्रो फिटे भाइको जन्मदिनको अवसर पाएर अङ्कल र आन्टी भएर बर्थडे सेलिब्रेसन गराइदिनु भयो। उहाँहरूले धेरै पहिलेदेखि नै युट्युबमा मेरो ब्लगहरू हेर्नु हुँदो र उहाँहरूको हाल बसोबास लन्डनमा रहेछ र नेपाल आउँदाखेरि हामीलाई भेट्छु भनेर सोच्नु भएको रहेछ। र उहाँहरू हिजो राति नै मेरो मम्मीसँग भेट्नु भयो र हाम्रो लागि सरप्राइज प्लान बनाउनु भयो। अनि आज हामी होटलमा गएर काम गरिरहेको थियौँ, अचानक आएर हामीलाई त सरप्राइज गरिदिनु भयो। बाहिर देशमा बसेर भए पनि उहाँहरूले हाम्रो भिडियो हेरेर यसरी माया गरिदिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज त उहाँहरूलाई पनि मेरो मम्मीले लोकल ढेँडो पकाएर खुलाउनु भयो। उहाँहरू खाना खाएर पनि जानुभयो। त्यसपछि हामी लाग्यौँ दिनभरि आफ्नो काम गर्न। काम गरेर भ्याइसकेपछि अङ्कल र आन्टीले हाम्रो लागि प्लानिङ बनाउनु भएको थियो पार्टी। र होटलमा गएर खाना अर्डर गरौँ भनेको त मम्मीले त रक्सीको मेन्यु हेर्दै बस्नु भएको रहेछ। मम्मी हामीले त्यो खाने होइन है, हामीले अर्कै खाने हो भनेर मम्मीलाई फेरि अर्कै मेन्यु हेर्न लगाए। र मेरी माया पनि एकदमै प्राउड फिल गरिरहेको छिन् मलाई देखेर। उहाँहरू पनि ठ्याक्कै नेपाल आएर मलाई भेट्न आउनु र फिटे भाइको बर्थडे पनि ठ्याक्कै पर्नु। हाम्रो यो रमाइलो पललाई चाहिँ मैले जिन्दगीभर याद गर्ने। पहिलोचोटि मम्मीसँग यसरी ठुलो रेस्टुरेन्टमा गएर खाजा खाँदाखेरि त एकदमै मजा आयो। र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मेरो मम्मी एकदमै खुसी हुनुहुन्छ। मेरो मम्मी आज यति धेरै खुसी हुनुको कारण भनेको उहाँ अङ्कल आन्टीले गर्दा नै। सोशल मिडियाबाट पनि यसरी भेट भयो र माया र साथ दिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यतिकैमा हामीले अर्डर गरेको फुड पनि आइहाल्यो र आज उहाँ अङ्कलले मलाई एकदमै धेरै मोटिभेट गर्नु भएको छ आफ्नो काम प्रति। यतिकैमा मैले होल चिकनलाई सबैको लागि बराबरी गरेर बाँड्न। लाइफको सबैभन्दा ब्युटिफुल मोमेन्ट भनेको यही त हो नि, आफ्नो फ्यामिलीसँग यसरी रमाइलो गरेर। राम्रो कर्म गरेपछि राम्रो फल पनि मिल्छ भनेको हो र। मैले त खानेकुराहरू खाँदा खाँदै बिचमा मेरो फ्यान्सहरू आउनु भयो, त्यसैले उहाँहरूसँग फोटो खिच्नको लागि गएँ। र उहाँ आन्टी चाहिँ भेजिटेरियन हुनुहुँदो रहेछ, त्यसैले भेज मोमो खाँदै हुनुहुन्छ। र मेरो मम्मी भने पोर्क सेकुवालाई एकदमै इन्जोयका साथ खानु भयो। आज भोलि त गर्मी बढेको भएर होला, एकदमै गर्मी भएको कारणले हामीले आइसक्रिम पनि खायौँ। अनि साथीहरू मार्चको 16 तारिकमा चाहिँ हामी काठमाडौँ जानेवाला छौँ। त्यसपछि एकदमै बवाल मिनी भ्लग आउँछ। मैले चाहिँ पोर्क सेकुवा नखाने भएको कारणले चाहिँ चिकन सेकुवा मगाएँ। पेट टन्न भएको कारणले मैले त धेरै सेकुवा नै खान सकेन। तर पेट टन्न भए पनि सेकुवा भने एकदमै मिठो थियो भन्ने गरिन्छ नि, जसको कोही हुँदैन त्यसको भगवान हुन्छ भनेर। सायद त्यो भनाइ एकदमै सत्य हो। हजुरहरूको माया र साथको लागि धेरै धेरै धन्यवाद। यदि कसैलाई पेड प्रमोसन गर्नु छ भने मेसेज गर्नु होला। फेसबुक, इन्स्टा, टिकटक सबैमा नाम अजय बुनमा छ।